कालो मोबिल हो यहाँलेको हजुर गाडीबाट वेस्ट भएको मोबिललाई ल्याएर हामीले यहाँ ट्राई गर्दै छौं यसरी मजाले आगो बल्छ हजुर यो चाहिँ 1.5 लिटर बराबर 1 घण्टा बल्छ मजाले 1.5 लिटर हजुर है अझै फारु गरेर गर्ने भन्दा अझै हुन्छ नि अब हेर्नु न यो फ्लाम यो चुलो चाहिँ कम्बाइनमा छ कोइला दाउरा दुईटै हुन्छ जस्तै अब यो चाहिँ के भने बजारमा खेर गएको सिलिन्डर ग्यासको सिलिन्डर दर्शकबिन आज हामी झापा जिल्लाको कन्काई नगरपालिका वार्ड नम्बर 3 सुरुङ्गामा आइपुगेका छौँ। यहाँ चाहिँ एकदमै विशेष गरी कृषि औजारहरू बनिने एउटा कम्पनी रहेको छ। यस कम्पनीमा चाहिँ के पाउनुहुन्छ तपाईहरुले अब कृषकहरूलाई अति आवश्यक कुराहरू चाहिँ औजारहरू चाहिँ यहाँ हामी पाउँछौँ। आज हामी यसै कम्पनीका प्रोप्राइटरसँग अथवा इन्जिनियरसँग चाहिँ हामी उहाँको यो आविष्कारलाई चाहिँ हामी आज तपाईहरु समक्ष देखाउन गइरहेका छौँ। आज सबैभन्दा पहिला हामी स्वागत गर्छौँ उहाँलाई। हजुरको परिचय। हस् नमस्कार हजुर, म केशर खड्का र यो चाहिँ झापा जिल्लाको कन्काई नगरपालिका वडा नम्बर 3 मा सुरुङ्गा भन्ने ठाउँमा यो कम्पनी रहेको छ र हामीले विगत केही वर्षदेखि नै यसरी कृषि औजारहरू बनाएर किसानहरूलाई दिइरहेको कुराहरू त सर्वविदितै छ। त्यस्तै अब यही कृषि औजार बनाउने क्रममा विभिन्न समय बित्दै जाँदा सालहरू बित्दै जाँदाखेरि हामीले नयाँ नयाँ खालको टेक्नोलोजीबाट पनि बनाउने भन्ने सोचहरू गरिरहेका छौँ। यसपालि चाहिँ मैले के खालको गरेँ भने जस्तै एउटै ह्यान्डलमा सबै एडजस्ट हुने खालको यो एउटा सेट लाग्यो भने किसानले सबै कुराहरू उहाँहरूले पाउनुहुन्छ। काम गर्दाखेरि सबै कुरा उहाँहरूले यहाँ भेट्नुहुन्छ। जस्तै कि यो एउटा सानो खालको हलो छ हजुर हैन, यो हलो हो। अब यसलाई चाहिँ हामीले हजुर हजुर अब यहाँ कति राख्ने हो हामीले, जस्तै अब जति लामो राख्दा पनि भयो। यो 2 फुटको छ, 2 फुट भन्दा बढी त अब मकै त्यति रोपिँदैन। अब जस्तै कतिमा राख्ने हो, यो नट टाइट गर्ने। यहाँ गरिसकेपछि अब म हजुरलाई चलाएर देखाउँछु। अब यसरी रेखा कोरो यो अब भर्खर जोतेको ठाउँ भएर भरे अर्को सियोको लागि चाहिँ अर्को सियोको लागि हजुर ठ्याक्क कोर दिन्छ हजुर। यसै गरी यो अर्को सियो यसो गर्दा चाहिँ के भयो भने सिधा भयो नि त, लाइन कहीँ बाङ्गो टेढो भएन। यही तरिकाले सिधा सिधा लाइन हुन्छ, सिधा सिधा लाइन हुन्छ है। मकै रोप्नको लागि चाहिँ एकदमै अब यो एउटा भयो खोलेर राख्न पाइयो, खोलेर राख्नु पाइयो। त्यसको काम सकियो, काम दिन्छ। त्यसको काम सकियो। अब मकै रोप्नलाई मात्रै हो। अब यो छ यसले चाहिँ फेरि हैन, मकै उम्रेपछि यो मैले बिर्सेछु। मकै उम्रेपछि यो लगाउने, यसमा तान्दाखेरि गोडिने पनि भयो, दुवैपट्टि गोडिन्छ। यस्तै क्रमले अब हामीले अर्को सियो यो तान्यौँ, यहाँ पनि गोडियो। त्यो अहिलेको मकै रोपेकोलाई चाहिँ त्यो बिचमा राख्छ। हजुर हजुर, बिचमा राखेर तान्ने हो। जस्तै यो पनि यो बिचमा पर्यो नि त हैन। यसो गर्दाखेरि के भयो भने बाँझो पनि रहेन, मकै पनि गोडियो। मकै गोडियो। यसले चाहिँ के मकै मात्रै हुन्छ कि अरू? मकै र आलु सर दुईटा मात्रै। आलु पनि हुन्छ है? दुईटा बाली मात्रै। दुईटा बालीलाई चाहिँ यसले काम दिन्छ। हजुर, किनकि त्यो रोप्ने लाइन र सबै एउटै प्रविधि एउटै हुन्छ। त्यसलाई ड्याङ पनि दुईटालाई चाहिन्छ। अब यसको काम सकियो। अब यस पछाडि यसको काम आयो। त्यो तान्ने चाहिँ त्यही हो, सेट। हजुर हजुर, यो सेट फरक हुन्छ, ह्यान्डल एउटै हुन्छ। यो ह्यान्डल चाहिँ एउटै। हजुर, यसो गर्दा चाहिँ के भयो भने किसानलाई पनि सरल पर्यो। हजुर।
हामीलाई पनि साउन्ड पठाउन छोटो छोटो भयो अलिक सजिलो हुन्छ। यो अलिकति टाइट गरियो भने चाहिँ अलिक हल्लो ठाडो पनि भइदिन्छ कि जस्तै कि अब यसले चाहिँ दोहोरो मकै लाउने। अब अघि गोडियो, अब यसले चाहिँ माटोलाई मकैलाई माटो दिने, मकै र आलुलाई माटो दिने काम गर्छ। बिचमा लगाइदिने। हजुर यसरी यो तरिकाले यस्तो तरिकाले भयो सर। यो तरिकाले माटो लगाइन्छ, यसरी दिन्छ। यो त के भयो भने पहिले रोप्यौँ, रोपेपछि फेरि गोड्यौँ होइन, गोडिसकेपछि फेरि माटो दिने काम भयो। यो गरेपछि मकैको काम सकियो। अब चाहिँ हजुरले मल हालेर एकैचोटि डोको लिएर भाँच्न जाने हो। त्यसो हो। त्यहाँदेखि अरू औजारहरू के छ? यो चाहिँ मकै र आलुको लागि गोड्ने, रोप्नेदेखि गोड्ने अनि माटो लाउने सबै भयो। अब यो खालको हलो पनि छ, यो अनौ भएको हलो हो। अनौ सहितै। अब कोही साथीहरूले अलिक बाँझो जग्गा छ, साह्रो छ भने दुईजनाले तानेर एकजनाले थिच्नु भयो भने पनि फेरि यसले काम गर्छ। जस्तै तै पनि गाडिन्छ, यो पनि काम हुन्छ, मजाले गाडी हाल्ने रहेछ। हजुर यो अनौलाको हलो। त्यस्तै गरेर कोही साथीहरूले के भन्नुहुन्छ भने हामीलाई कोर्ने बनाइदिनु नि भन्नुहुन्छ क्या। कोर्ने यो चाहिँ के भने यसले मकै र आलु रोप्दाखेरि लाइन कोर्छ सर। लाइन बनाउँछ लागि मात्रै यो चाहिँ सिधा रोप्नको लागि। हजुर यसले सिधा लाइन बनाउँछ अनि त्यसपछि त्यहाँ रोप्ने हो, व्यक्तिले रोप्छ अनि उम्रेपछि अरू यो गोड्नेहरू चलाउने हो। अब मैले यसलाई चाहिँ के भने किसानलाई साह्रै दुःख भयो भनेर यो खालको सानो हलो यसपालि त नाप्ने सहितको बनाइदिएको, किनकि उहाँहरूले भिन्दै भिन्दै लानु पर्यो नि त। त्यसो गर्दा एउटै कम्बाइनमा हुन्छ। यसलाई चाहिँ कम्बो सेट भनौँ न। हजुर कम्बो सेट। अनि त्यस पछाडि हिँड्छ फेरि यो चक्का लगाएपछि यो हुन्छ। देखाइदिनु न के काम गर्छ। यो पनि एउटा किसानहरूको लागि नि उपयुक्त चिज हो। यो चाहिँ मल बोक्नको लागि यति राम्रो हुन्छ। जस्तै यो गोबरले खाँदैन क्या सर। गोबरले यो प्लास्टिकलाई गोबरले खाँदैन अनि त्यसो हुँदाखेरि टिक्छ। त्यो अर्को फलामकोमा चाहिँ गोबर हाल्नुहुन्छ किसानहरूले, त्यो छिटो गइहाल्छ। त्यो फेरि फलाम त होइन, पातलो टिनको पातामा बनाएको हुन्छ। अनि हामीले चाहिँ त्यस्तो किसानहरूलाई अलिक दह्रो विल ब्यारो चाहिन्छ भने यसरी हामीले त्यो पनि बनाउँछौँ है। दह्रो खालको बजारमा पाउने भन्दा चाहिँ धेरै नै हेभी हुन्छ, मोटो हुन्छ र बजारको जति टिक्छ त्यसको चाहिँ डबल भन्दा चाहिँ बढीको ग्यारेन्टी म दिन्छु। यो हजुर बजारको 6 महिना जान्छ भने यो 1 वर्ष चाहिँ मजाले जान्छ। 1 वर्ष ग्यारेन्टी दिने हो। त्योभन्दा बढी नै यसले हजुर काम गर्छ। यहाँ रङ गर्दै हुनुहुन्छ नि भाइले। यो पनि गोबर फाल्नको लागि यहाँ प्लास्टिक यहीँ राखिन्छ। अहिले कलर हुँदैछ त्यस्तै। चक्का यहाँ तल लाइन्छ। हजुर चक्का त्यहाँ लाग्छ अनि मजाले गुड्छ। हजुर हजुर। यता भाइहरूले कलर गर्दै गरेको चाहिँ यो ठ्याक्कै गोड्ने हजुर मकै गोड्ने अघिको मकै गोड्ने। हजुर यो पनि देख्दैछु के हो यो चाहिँ? त्यो चाहिँ मैले हावा लाउने बनाएको थिएँ सर। यसले चाहिँ हावा भन्नाले धानलाई जेलाई पनि हावा लाग्छ। धान, मकै, तोरी, कोदो होइन। अब चामलहरूलाई भुस उडाउनु पर्यो भने हावा दिनको लागि जस्तै यो एउटा ड्रम हो। ड्रममा एडजस्ट गरेर हामीले यो स्ट्यान्ड लगाएर फलामको एउटा घानी बनाएको छ। अनि यहाँबाट झर्छ। यहाँ हाम्रो चाबी छ, यो चाबी खोल्ने बित्तिकै अलिअलि झर्छ। अनि यो पङ्खाले चाहिँ के गर्छ भने हावा फुक्छ क्या सर। यो बिजुलीबाट चल्ने पङ्खा हो। अनि भुस यता जान्छ, चामल चाहिँ यो तलतिर बाल्टी थाप्नुपर्छ, यहाँ झर्छ। त्यसरी
भइरहेछ यसको काम। अनि भुस उडाउनको लागि यो हजुर 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 राम्रो छ हजुर है। अनि अब चुलोको बारेमा त अघि भइहाल्यो, परेन होला। त्यो देखाइ यो चुलो चाहिँ कम्बाइनमा छ, कोइला दाउरा दुइटै हुन्छ। जस्तै अब के छ भने हजुर यो हामीले निकालेर यसरी यहाँ दाउरा हाल्न मिल्छ। यो यसरी दाउरा हालेर दाउरा बाल्ने हो भने दाउरा हाल्न नि मिल्यो होइन। अनि पछि दाउरा बलेर कोइला हुन्छ, हामीसँग कोइला छ भने यसरी लगाएर कोइला हालेर यहाँ भाँडा बसाए पनि भयो, केही कुराहरू पकाउन सकियो, मकै पोल्न सकियो होइन, अरू जे पनि गर्न सकिन्छ। खरानी निकाल्दा यताबाट खरानी निकाल्ने यहाँ तल छ, यहाँ भएको जम्मा भएको खरानी यसरी तल जान्छ यो जालीबाट, त्यहाँ पनि जाली छ, यहाँ तल पनि जाली छ। अनि यो चाहिँ खरानी यहाँ बस्छ, हामीले खरानी फाल्ने फेरि लगाएर फेरि बाल्न सकियो। यो कोइला बाल्ने चिज र दाउरा बाल्ने हो। अनि यहाँ कोइला बाल्ने अर्को पनि छ है सर, एक्स्ट्रा यो पनि कोइला बाल्ने नै हो। यता ल्याउनु त यो के को बनाउनु भएको यो चाहिँ के भने बजारमा खेर गएको सिलिन्डर, ग्यासको सिलिन्डरको यो कहिलेकाहीँ भेटिन्छ। अनि मैले त्यसलाई पनि प्रयोग गर्ने गरेको छ, किन फाल्ने होइन भनेर। अनि त्यस पछाडि यहाँ भुसे चुलो छ। यो चाहिँ भुसे चुलो हो। हजुर यहाँ चाहिँ भुस खाँदिन्छ होइन। यो विशेष गरेर रक्सी पार्ने साथीहरूले चाहिँ यो प्रयोग गर्नुहुन्छ क्या उहाँहरूले लगेर, किनकि यो ठुलो चुलो हो, यत्रो हुन्छ र यसमा 3 बान 4 बान जति एकैचोटि पकाउनुहुन्छ उहाँहरूले, भुस खाँद्ने हो। अनि यहाँबाट एउटा भाटो अथवा दाउरा जे पनि एउटा हालिदिनु भयो भने त्यो चुलो बलिरहन्छ। भुस भन्नाले काठको भुस हजुर, काठको भुस खाँदेर सल्काइदिनु। अनि यहाँबाट एउटा सानो भाटो मात्रै हालिदिनु भयो भने पनि यो आगो निप्दैन। त्यसले चाहिँ बालिरहन्छ क्या, तातो बनाइरहन्छ र राम्रोसँगले पाक्छ। निकै वेट छ यो, वेट हुन्छ नि हजुर, निकै गरम छ। अनि यो बाक्लो पाताको बनाएको छ कि, त्यो भएको कारणले निकै ओजन हुन्छ। अरू यता स्टक भएको सामानहरू पनि देख्दैछु, यहाँ स्टक भएको हो ठुलो मात्रामा हजुर। यो सबै मकै गोड्नेकै लागि, मकै गोड्ने हजुर। अब मकै गोड्ने बेला हो, त्यतिखेर सिजन भएको हुनाले साथीहरूले यहीँ राखिदिन्छन्। मकै गोड्ने त्यसलाई पनि थुप्रो बनाउनु भएको छ र स्टक छ है। अनि एउटा म देखाउँछु यसरी, यो यहाँ आइपुगेछ। यसलाई पुस्नुपर्छ ल, तान्नु त। यो चुलोको बारेमा धेरै साथीहरूले यो हलोहरू पनि छ, 1-2 रहेछ। यता पनि हलो रहेछ। यो गमला स्ट्यान्ड गमलाको लागि। लु त त्यो गर्नु त दाइ, म धारा लिएर आउँछु। गमला स्ट्यान्ड रहेछ। यो खालको त छैन। यो त यस्तो छ नि त, अलिअलि अडिन्छ नि टक्क आगो बाल्यो। अनि यहाँ चाहिँ सुरुमा चाहिँ कार्टुनले जलाउनु पर्यो है हजुर। कागजहरू हाल्दा पनि त्यो तेल भिजेको हुन्छ, मजाले जलिहाल्छ बल्न थालेपछि। अनि यहाँ यसरी
थोपा चुँदैछ तप 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 थोपा चुँदैछ होइन यो थोपा 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 जान्छ यता चाहिँ मोबिल हजुर यो मोबिल हो मोबिलको ट्याङ्की यो डढेको मोबिल बाल्ने चुलो हामी यहाँ प्र्याक्टिकल गरेर हेर्न खोजिरहेको छौँ यसलाई चाहिँ बाल्न गइरहेको छौँ अब हुन्छ हावा दिनु बिस्तारो पानी त तल भाँडो छैन है नभए त एकैछिनमा तात्थ्यो बल्दै जान्छ बिस्तारै हेलो डढेको मोबिलबाट है मजाले बल्यो अनि यो चाहिँ कसरी अलिक हाई गर्नु त हाई अब अरूले किन्दा चाहिँ उयो चाहिँ कसरी ए होइन त हावा हाल्ने चाहिँ हावा हाल्ने पनि सेटमै आउँछ यस्तै कि अर्कै यही हो सिस्टमै त्यही हो त्यही हाल्नुपर्छ त्यही सिस्टमकै बन्छ अब यो थोपा चुकोले काम दिगो मजाले पाक्छ है यो यसमा एकदम छिटो हुन्छ ल हेर्नु एकदम छिटो पाक्छ यसमा तपाईँको अर्को भन्दा दाउराको भन्दा धेरै ताप्छ क्या रक्सी पकाउन जे गर्दा पनि हुन्छ सेकुवा पोल्न जे गरे पनि हुन्छ ग्यासको फ्लेम जस्तो हो कडा आउँछ है कडा छ छिटो तात्छ यो पनि यहाँ उत्पादन हुन्छ हजुर यहाँ बनाउनुहुन्छ है के छ यसको दाम चाहिँ रेट चाहिँ अब यो 6500 पर्छ हजुर यो सबै सेटको 6500 पर्छ 6500 मेसिन सहित है मेसिन चाहिँ अब हजुरले लाँदाखेरि चाहिँ 3000 पाइयो बस्नु ल्याएर हामीले यहाँ ट्राई गर्दैछौँ यसरी मजाले आगो बल्छ हजुर यो चाहिँ 1.5 लिटर बराबर 1 घन्टा बल्छ मजाले 1.5 लिटर हजुर अझै फारू गरेर गर्ने भने त अझै हुन्छ नि अब हेर्नु न यो फ्लाममा यस ग्यास किनिबस्नु परेन हौ यो किनेपछि हजुर लगभग होइन मोबिल यसरी झरिरहेछ झरिरहेछ मोबिल अथवा थोपा झर्दा पनि काम दिइहाल्ने थोपाले पनि ल यो चाहिँ केराको जुन पसाएको घडीलाई हामीले थाम्नको लागि जस्तै केरा पसाउँछ अनि लुलो भएर त लडिहाल्छ क्या सर अहिलेको केराहरू प्रायः किरा लागेकै हुन्छ अनि त्यो लुलो भएर लड्छ अब यसलाई चाहिँ हामीले के गर्छौँ भने सिधा केराको बोटमा यो राखेर अनि तलबाट बाँस हजुर तलबाट बाँसको केहीको अथवा काठको यसरी टेका लगाइदिने यो भइसकेपछि यहाँ कोलाको घडी बस्यो होइन यतातिर केरा हुन्छ अनि यसले थाम्छ हावाले लडाएन सेफ्टीको लागि यो भयो अब पानी सिँचाइ गरिसकेपछि त्यो पाइपलाई हामीले घरमा थन्काउनु पर्ने हुन्छ त्यसको लागि यो स्टोरको यहाँ यस्तो हुन्छ पाइप यसरी पर हुन्छ यसरी हामीले लगाइसकेपछि यहाँ अड्काउने हो यहाँ अड्काएर घुमाएपछि यो अटोमेटिक रोल बन्दै जान्छ भरे अब सट्टै निकालो फेरि हामीले स्टोर गर्न सक्यो त्यसको काम चाहिँ त हो यसरी घुमाउने होइन यो चाहिँ यो फोल्डिङ हुन्छ कुन पाइप कि सबै पाइप हुन्छ सेतो पिभिसी पाइप हुन्छ नि जस्तै 3 इन्ची 4 इन्ची 5 इन्ची गोलाइ हुने पानी कुद्छ नि जुन त्यसको लागि हो यो फोल्डिङ हुन्छ जता लान पनि सजिलो यसरी बोकेर जान सकिन्छ अब यसको होइन यो त तपाईँलाई पड्कारै देखाउनु पर्छ यो चाहिँ बाँदर धपाउने बन्दुक हात्ती बाँदरहरूलाई पड्काएर भगाउने हो म पड्काएर देखाइदिन्छु ल हुन्छ एकछिन है त सर निकै ठुलै पड्किन्छ डिली सर
अब के कति बनाउन ल्याउँछ भने त्यो बाजेर तानी पुँजी गर्नु नि के अरे केले पड्किन्छ मैले के सोचिरहेको थिएँ तपाईँलाई मल बोक्ने गाडी छैन अस्ति यो प्लास्टिक हो लाग्दैन लाग्दैन पड्काउन आँट्नु भयो अलिक उता पड्काउनु न पड्काउन आँट्नु भयो एकपल्ट ट्राई गरेको अर्कोपल्टमा भिडियो गर्नु नि उता मान्छेले लाग्छ है के त्यहाँ जान्छ र छोरा आगो जान्छ आवाज मात्रै जान्छ आगो जान्छ मैले मात्रै जाने हो भिडियो गरिसकेँ भिडियो छ भयो भयो खतरा पड्किँदो रहेछ फेरि देखाउने भए उता उभिएर उता देखाइदियो हुन्छ फेरि लु खिचिराख्नु है एकछिन पछाडि गर्नु यसो हल्लाएर त्यो पानीले जम्मै भिज्नुपर्छ अनि ग्यास बन्छ क्या लु अनि लाइटर लु अब हेर्नु है ए एकछिन राख्नुपर्छ पड्किने पनि हो ग्यासको चुल्हाले ग्यास बाल्ने चुल्हाले बनाएको ठिक छ एकदम राम्रो पड्किँदै यसले बाँधेर त हात्ती त भागिहाल्ने भयो के जाने यो भाइलाई चाहिएको थियो नि पेन्ट गरेर त हैन भर्खर गरे अघि गरेको ए यो तारमा मिल्यो क्या हैन अझै यो भन्दा हल्का छैन यो भन्दा हल्का आम्मा तातिँदैन रहेछ नि लाइटर है लाइटर चाहिँ ट्याक्क बारेपछि सेलेन्डर ग्यासको लागि त्यो सर्छ ए यो नट बोल्ट खोलेपछि सकिहाल्छ नि यो चाहिँ एउटा सानो करेसा बारीतिर यसो खन्ने सानो कोदालो जस्तो कुटे हो के को होइन यसले चाहिँ विशेष गरेर सानोतिनो ठाउँमा ठ्याकठ्याक खन्न सकिन्छ बसेर खन्ने र यो फलामकै हो त्यो होइन पक्रिने ठाउँमा चाहिँ फलामको हो यो धार हुन्छ यो पाइप यो चाहिँ प्लास्टिकको ग्रिपलाई हालेको छौँ हामीले होइन यहाँ गमले जाम गरेको छ यो फुस्किँदैन फुस्किँदैन एकदम डह्रो छ त्यस्तै गरेर यो चाहिँ एकापट्टि काँटा एकापट्टि कुटे र यसको नाम चाहिँ काकुटे र यो चाहिँ अब पसनी जस्तो सानो यस्तो लामो हुन्छ होइन यसरी बनाएको छौँ यो पनि त्यही हो अब यस्तो खालको काँटाहरू त धेरै छन् यो एक खालको काँटा भयो होइन यसो पात पर्ने गरेर केहीहरू सोर्नु पर्यो भने यसले काम गर्छ त्यस्तै अब यो बिस्कुनहरू सोर्नु पर्यो भने बिस्कुन सोर्नु पर्यो भने गाईबस्तुको गोबरहरूलाई जम्मा गर्नु पर्यो भने यो प्रयोग गरिन्छ यसको चाहिँ कति पर्छ दाजु त्यसको लानुहुन्छ भने म मिलाइदिइहाल्छु नि 2000 के भाउजूलाई छिमेकी लिएर ए ठिकै छ त यहाँ चाहिँ 2000 हो 1800 लानु यो त्यो भयो त कुन अर्को त्यो त अलिक सस्तो होला हल्का छ त्यो होइन त्यसमा झन् सिस्टम धेरै गर्नुपर्छ उयो उस्तै हो त्यसको त झन् अलग छ नि त ह्यान्डल पनि अलग आउँछ त्यसमा चाहिँ जोडेको छ ह्यान्डल त बाँसो लाउँदा पनि भइहाल्छ हुन्छ त्यो यो चारवटा भएको चाहिँ छिटो पनि हुन्छ अलिकति अनि अब जस्तै सबै कुराहरू हामीसँग किटको हलोहरू फलामको हलो होइन सबै पाइन्छ अनि एउटा नयाँ चिज चाहिँ यो घुमाउने खन्ती हो यसलाई त जस्तै हामीले केही बाँसहरू गाड्नु पर्यो भने यसरी डोप खन्नु पर्दा डोप खन्नु पर्यो भने यो आफै गाडिन्छ है आफै गाडिन्छ जस माटो माथि माथि आउँछ माथि आउँछ यसलाई नि एरियामा एउटा लानु यतापट्टि अर्कापट्टि फर्केको फर्काउने हो भने ल ओहो हो हात युज गर्नु परेन एकदमै सजिलो सिङ्गल हुँदैन यो लानु छ हुँदैन ए एकैछिनमा गयो पानी रहेछ नि त जोड्ने त यो होला हैन जोड्ने त्यो ड्याङ लाउने तर अलिक कति इन्च 18 इन्चकोमा काम दिन्छ यही तरिकाले एकैछिनमा यत्रो फाल्टा भयो अब यहाँ बाँस लगाउने खावा खम्बाहरू जे लगाए पनि अच्छा यो सामानहरू चाहिँ निकै सस्तो जस्तो लाग्यो त मलाई त हो यहाँ सस्तो छ हजुर यहाँ हामीले किसानले किनेर लान सक्ने मूल्यमा नि हामीले बेचिराखेका छौँ हजुर त्यस्तो महँगो छैन किनकि मैले त काम बार गर्ने हो एकचोटि मात्रै गर्ने होइन होइन त्यो भएको कारणले मैले त्यस्तो महँगो केही गरेको छैन सस्तो छ जस्तै अब सामानको ओजन अनि हाम्रो पारिश्रमिक र हाम्रो विभिन्न खर्च कटाएर
चाहिँ बेच्ने गरेको छ हजुर। एकचोटि यो तपाईँको कम्पनीको लोकेसन बताइदिनुहोस्। यो चाहिँ हजुर कन्काई नगरपालिका झापामा हो। सुरुङ्गा बजारदेखि दक्षिण 2 किलोमिटरमा झापा रोडको छेउमा पश्चिमपट्टि दिव्यरत्न बोर्डिङ स्कुल छ, त्यसकै छेउमा छ। यो दिव्यरत्न रोड पनि भन्छ र यो ठाउँलाई गोइखाडी टोल भनिन्छ। एकचोटि हजुरको नम्बर पनि मेरो मोबाइल नम्बर हो 9841205590। वाट्सएप नम्बर 9841205590 र अर्को नम्बर चाहिँ एनसेलको 9816060048। हजुर यो नम्बरमा कल गरेर चाहिँ जहाँ बाटो पनि जुनै ठाउँबाट पनि कृषकले चाहिँ तपाईँलाई सम्पर्क गरेर यो सामान खरिद गर्न सक्छन्। हजुर नेपालभरि हामीले पठाउँछौँ, अहिले पनि पठाइराखेका छौँ। जुनसुकै नेपालको जुनसुकै ठाउँबाट पनि हजुरले सम्पर्क गर्न सक्नुहुन्छ। सेवा दिनलाई म तत्पर छु हजुर। यो बाई बस र बाई ट्रान्सपोर्ट जताबाट पनि आउँछ हजुर। त्यसो हस् त, यो भिडियो को लागि यो समय दिनुभएको लागि विशेष तपाईँलाई धन्यवाद हामी दिँदछौँ। हस् नमस्कार हजुर, धन्यवाद। औजारहरू पनि छ। यो 3वटा भएको यो सजिलो यसरी बारीमा जताततै यसरी काट्टा कोरिराख्न मिल्ने, हल्का ढाड नदुख्ने हल्का यो चाहिँ कुरो छ है। यो चाहिँ हल्का सजिलो। यो लाइटमा बारीमा पनि हुने, महिलाले पनि चलाउन सक्ने, केटाकेटीले जसले पनि चलाउन सक्ने हजुर सजिलो। यसरी यसरी यहाँ समाउने ठाउँ पनि छ यो तरिकाले। यो माथि समाउने ठाउँ पनि छ। हजुर हजुर। टेक्निसियन को हुनुहुन्छ यहाँ? हेलो भाइ। लाउँदा चाहिँ यहाँ कलेज लाउनुपर्छ है चाहियो। धेरै लामो हुन्छ। लेभल हेर्छु यो यसरी यहाँ नहाल्नु, यस्तो रङ लाग्यो नि खतम हुन्छ। गाडीलाई पनि खप्याएर राख्नु मिल्यो कि एउटादेखि अर्को खप्याएर राख्नु। त्यहाँ एकतिर खालो अनि अर्को खालो गर्दाखेरि त्यो त सबै बिग्रिहाल्छ। यो राम्रो छ। यो के अरे तपाईँको भन्दा अलिक सानो। यो दाम 1300 हो। त्यसो हो 1200 दिनु नि अब बडाले होइन, लगिराख्नु भएको पुरानै ग्राहक। कतिवटा योसँग तपाईँले 2टा पाल्नुभयो, उहाँले पनि लानुभएको छ। भाउजूले लगेर सही भन्नु, मेहनत हेर। खै देखाउनु त एकचोटि। एकचोटि भिडियो बनाइदिनु न लागेको मान्छेले पनि। कतिमा लानुभयो? कतिमा लानुभयो बुवा? 1200 भन्दैछ नि, अब दिने गर्नु भाइ। ए यस 1200-1300 पाइन्छ यस्तो होइन? देखाइदिनु न तुलो मजाले हो। ल राम्रो छ है। ल